सम्पूर्ण मित्रलाई हार्दिक नमस्कार छ मित्रहरू। आज चाहिँ मैले एउटा यो सानो क्लिप बनाउनुको कारण चाहिँ यहाँनिर एउटा मैले सबैलाई केही कुराको जानकारी दिनुपर्नेछ। यो अहिले सरकारले अब थुप्रै आफ्ना महत्वाकांक्षी प्रतिबद्धता बाचा भनौँ न बाचा पत्र मार्फत चाहिँ घोषणा गर्नुभएको छ, निर्णय गर्नुभएको छ, जे बुझ्दा पनि भयो। र तीमध्ये एउटा तपाईँको चाहिँ के अरे जुन छ होइन सरकारले गर्न चाहेको कुरा, त्यसप्रति चाहिँ मेरो आपत्ति छ, मेरो असहमति छ र तपाईँको चाहिँ विरोधै पनि छ। सभ्य शिष्ट तरिकाले अहिलेलाई यसरी बुझ्दा हुन्छ। सरकारले चाहिँ अहिले तपाईँको चाहिँ के अरे एउटा के गर्न खोजिरहेको बुझिन्छ भने देशलाई चाहिँ बफर स्टेट घोषणा गर्ने भनेर चाहिँ भनेको देखिन्छ। अब यो बफर स्टेट भनेको के हो त, होइन? BUFFER बफर अनि स्टेट। यो बफर स्टेट भनेको के हो भन्ने बारेमा चाहिँ अब सबैलाई थाहा नहुन सक्छ। थाहा हुनेलाई त भइहाल्यो, उहाँहरूको लागि मैले के भन्नु र, होइन? थाहा नहुनेहरूको लागि खासमा मैले यो भिडियो बनाएको छु। र बफर स्टेट चाहिँ अब यहाँ मैले यो के अरे यी अनुसार चाहिँ नि भन्नुपर्ने हुन्छ मेरो मनको गीत गाउनुभन्दा पनि। र बफर स्टेटको डेफिनिसनमा चाहिँ के लेखिएको छ त यहाँ भन्दाखेरि, अ बफर स्टेट इज अ स्मल टिपिकल्ली न्युट्रल कन्ट्री सिचुएटेड बिट्विन टु लार्जर राइभल पावर्स। यो भने के हो भन्दाखेरि बफर स्टेट भनेको चाहिँ यस्तो एउटा सानो देश हो जुन चाहिँ दुईवटा ठुल्ठुला, होइन, आफूभन्दा दुईवटा ठुल्ठुला देशहरू, होइन, जो चाहिँ शक्ति सङ्घर्षमा शक्तिको प्रतिस्पर्धामा एकअर्कासँग चाहिँ नि भनौँ न जुधेर अगाडि बढिरहेका छन्, त्यस्ता खालका शक्तिशाली देशहरू, होइन, अथवा दुईवटा त्यस्ता शक्तिशाली राज्यहरू बिचमा रहेको एउटा सानो देश जो चाहिँ न्युट्रल छ, रहन्छ भनेर भनिएको छ। न्युट्रल भनेको चाहिँ पक्ष विपक्ष नलिने भनिएको छ। यो यतिसम्म ठिकै छ। इट्स पर्पज इज टु प्रिभेन्ट direct conflict between the opposing neighbors by acting as a physical, political or military cushion. यो भनेको चाहिँ तपाईको हैन, इट्स पर्पज इज टु प्रिभेन्ट, यसको उद्देश्य चाहिँ हैन के हो त भन्दाखेरि प्रत्यक्ष रूपमा ती दुईवटा शक्तिशाली राज्यहरू हैन बीचको चाहिँ नि टकरावलाई घटाउनका लागि, हैन, त्यसलाई धान्नका लागि, त्यसलाई रोक्नका लागि भनौँ न अब एक खालको, हैन, दुईवटा तपाईको चाहिँ नि के अरे राज्यहरू बीचको त्यो शक्ति सङ्घर्षलाई, कन्फ्लिक्टलाई चाहिँ नि क्षति अथवा लडाइँ हुन नदिनका लागि भनौँ न, हैन, बीचमा चाहिँ काम गर्ने एउटा कुसन। जस्तै यसरी बुझौँ, हामी यो सबै कुरा भनिरहनु भन्दा पनि यसरी बुझौँ लोकली। अब दुईवटा ग्लासहरू छन्, ती ग्लासहरूलाई चाहिँ यात्राको क्रममा गाडीमा लानु छ भने त्यो दुईवटा तपाईँको चाहिँ नि ग्लासहरू एकअर्कामा टकराव भएर नफुटोस् भन्न खातिर चाहिँ बिचमा एउटा केही कुरा राखिन्छ नि, केही होइन, त्यो तपाईँको चाहिँ नि के अरे फर्म जस्तो केही कुरा राखिन्छ, कपडा जस्तो। त्यस्तो खालको तपाईको चाहिँ नि काम गर्नका लागि, हैन, लडाइँ हुन नदिनका लागि यसको चाहिँ नि तपाईको चाहिँ नि कल्पना गरिन्छ भनेर चाहिँ भनिएको छ। दे आर अफन डिजाइन्ड टु रिड्युस टेन्सन भनेर भनेको छ, हैन। ती दुईवटा शक्तिशाली देशहरू बीचको चाहिँ नि त्यो तनाव एक खालको, त्यसलाई चाहिँ हैन त्यो शक्तिको त्यो एउटा टकरावको सम्भावनालाई घटाउनका लागि प्रयोग गरिन्छ भनेर भनिन्छ। बट तर मे रिस्क बिकमिङ अ ब्याटल ग्राउन्ड,
है। अब यहाँ के भनियो भन्दाखेरि यो बुँदाहरू चाहिँ हेर्नुपर्छ पर्ने हुन्छ हामीले। बट मे रिस्क बिकमिङ अ ब्याटल ग्राउन्ड भन्नुको मतलब चाहिँ यो सानो देश, दुईटा तपाईँको शक्तिशाली देशबीचको जुन एउटा सानो देश चाहिँ ब्याटल ग्राउन्ड भन्ने बित्तिकै युद्ध भूमि बन्न सक्ने होइन सम्भावना त्यो जोखिममा रहन्छ भनेर चाहिँ तपाईँको भनिएको छ। अब यहाँबाट हामीले के बुझ्न सकिन्छ भन्दाखेरि चाहिँ अब दुईवटा शक्तिशाली देशहरू बीचको टकरावलाई घटाउनका लागि होइन चाहिँ के अरे त्यो एउटा कुशनको रूपमा, एउटा चाहिँ नि भनौँ न मध्यस्थकर्ताको रूपमा, समन्वयकर्ताको रूपमा यसलाई चाहिँ प्रयोग गर्नुपर्छ, गरिन्छ बफर स्टेटलाई भनेर चाहिँ डेफिनेसनले भनिरहेको छ होइन। भने यसो हुँदाखेरि चाहिँ एउटा खतरा के हुन्छ भन्दाखेरि त्यस्तो बफर स्टेट होइन, त्यस्तो तपाईँको बफर तपाईँको चाहिँ नि स्टेट घोषणा गरेको देश चाहिँ ब्याटल ग्राउन्ड हुन सक्ने जोखिम होइन रहन्छ त्यस्तो देशमा भनेर पनि यहाँ भनिरहेको छ। यो अर्थमा चाहिँ हामीले हाम्रो देशलाई ब्याटल ग्राउन्ड त बनाउन दिने होइन होइन। त्यसो हुँदाखेरि यो एउटा स्टेट हो, सबरन स्टेट हो होइन, सार्वभौम राज्य हो, सार्वभौम देश हो। यसरी यसलाई परिभाषित गरेर राखिरहँ न होइन। कता बफर स्टेट बनाउने के बनाउने भनेर चाहिँ नि घोषणा गरिनु यो आवश्यक छैन होइन, यो आवश्यक छैन। त्यसले गर्दाखेरि यो घोषणा गर्ने जुन सरकारको एउटा मनसा निर्णय जे छ त्यो चाहिँ सरकारले अहिले नै तत्काल त्यागिहालेको राम्रो हुन्छ। यो सदनमा आएर पनि यसको बारेमा केही तपाईँको चाहिँ के अरे बहस पैरवी हुने नै छ। र हामी यसरी होइन हाम्रो देशलाई ब्याटल ग्राउन्ड बनाउने तर्फ कुनै पनि हालतमा त्यो एमसिसी मार्फत, एसपिपी मार्फत होइन तपाईँको चाहिँ के अरे यता यो हुन्छ नि विभिन्न खालका छन् अहिले यो बिआरआई भन्ने के भन्ने यी मार्फत यी सन्धि सम्झौताहरू हाम्रो देशमा हुनु हुँदैन भन्ने पक्षमा म किन छु भन्दाखेरि यस्तै कुराहरूले गर्दा होइन। ब्याटल ग्राउन्ड त अन्ततः देश बन्न सक्ने सम्भावना छ भनेर त यहाँ तपाईँको चाहिँ नि होइन परिभाषाले देखाइराखेको छ। त्यसले गर्दाखेरि ब्याटल ग्राउन्ड किन बनाउने, त्यसतर्फ देशलाई घोषणा गरिरहन आवश्यक छैन है। हामीलाई म्यान्डेट के को लागि प्राप्त भएको हो त्यो चाहिँ सरकारले ध्यान दिनुपर्छ। सरकारले त्यो कुरा चाहिँ ध्यान दिनुपर्छ। अहिले होइन दैनिक तपाईँको चाहिँ के अरे विदेश जाने युवाहरूको सङ्ख्या बढिरहेछ, पहिलाभन्दा बढिरहेछ। किन बढिरहेछ भन्दा त्यसको पनि कारणहरू थुप्रै छन्। अब गरी खान सहज वातावरण छैन, नियम कानुन कडा हुँदै गइसकेपछि होइन गरी खान तपाईँको चाहिँ के अरे अब कसरी गरी खाने वातावरण बनाउने भन्ने बारेमा प्रश्न नीति नभइसकेपछि युवा पलायन हुने सङ्ख्या बढेर जान्छ नि। त्यसो भएको कारणले गर्दाखेरि अब युवालाई यही देशमा रोजगारी कसरी सिर्जना गर्ने, अब कसरी चाहिँ के अरे होइन अब खाने पानी पुगेको छैन कति ठाउँमा है, कति ठाउँमा तपाईँको चाहिँ विद्यालय छैन, बाटो छैन, यावत समस्याहरू छ, उद्योगको परिकल्पना सम्भव छैन। यस्ता तपाईँको चाहिँ ठाउँहरूमा हामीले जे जति हुन्छ है केही सय केही हजार मान्छेहरूलाई भए पनि रोजगार कसरी बनाउने भन्ने विषयमा सोच्नु त छैन। अब यो नेपाललाई कस्तो बनाउने, बफर स्टेट बनाउने कि होइन के बनाउने, कस्तो स्टेट बनाउने भन्ने बारेमा चाहिँ अनावश्यक सरकारले त्यतातिर ध्यान मोड्नु हुँदैन। यी सारा कुराहरू बुझेर अगाडि बढ्नुपर्छ। हाम्रो देशलाई अब तपाईँको चाहिँ के अरे ब्याटल ग्राउन्ड होइन झगडा गर्ने ठाउँ, अब दुईवटा तपाईँको चाहिँ के अरे ठुल्ठुला राज्यहरू बीच युद्ध गर्ने भूमि बनाउने रिस्क मोल्ने खालको कुनै पनि तपाईँको चाहिँ नीति निर्णय त्यो खालको मनसा कसौँ तपाईँको चाहिँ पर पनि हामीले ल्याउनु हुँदैन, नजिक त ल्याउने कुरै हुँदैन। त्यसो भएको कारणले म सल्लाह दिन चाहन्छु डियर प्राइम मिनिस्टरलाई होइन, अनरेबल प्राइम मिनिस्टरलाई। डियर भनिराख्नुहुन्छ उहाँले, त्यसले गर्दाखेरि मैले डियर भनेको छु। र अरू सबै मिनिस्टरहरूलाई, त्यो सम्पूर्ण क्याबिनेटका मेम्बरहरूलाई यो छ। र पार्लियामेन्टमा पनि हामीले बुझ्नुपर्छ, सांसदहरूलाई पनि यो कुरा बुझ्नका लागि म अनुरोध गर्न चाहन्छु। धन्यवाद छ। नमस्ते, सबैको जय होस्, जय देश, जय माटो।